हेलो गाइज नमस्ते वेलकम टू माई युट्युब च्यानल। त्यहाँ जानको लागि मैले ट्याक्सी बुकिङ गरेको छु। ट्याक्सी आउँदैछ गाइज, ट्याक्सी पनि आइपुग्यो। महाराजीका हरेक अभियानमा साथमै भएको हामी अहिले घरमा आइपुगेको थियौँ। हेलो गाइज नमस्ते वेलकम टू माई युट्युब च्यानल। हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ हामी हाम्रो फ्यामिली भएर कोटियम छौँ। गाउँबाट मम्मी र बुवा आउनु भएको छ अनि म छोरा अनि बुढी। छोरी चाहिँ स्कुल गएको छ। हामी चाहिँ कोटियम गएर छौँ र त्यहाँ जानको लागि मैले ट्याक्सी बुकिङ गरेको छु। ट्याक्सी आउँदैछ एकछिनमा। यता चाहिँ बुवा अनि यता मम्मी अनि यता छोरा र नानी चाहिँ यता बसिरहेको छ नि गाइस। ट्याक्सी पनि आइपुग्यो। ल अब हाम्रो यात्रा चाहिँ सुरु भयो। घुम जाने हो, घुम जाने हो बाबु, घुम जाने हो। ए घुम बिराउटा कोटियम के अब हामी रत्न चोक स्टेट वाइ चोक राष्ट्र ब्याङ्क चोक हुँदै जाँदैछौँ। यो अगाडि देखिएको चाहिँ अब यो रत्न चोक। गाइस हामी चाहिँ अब लगभग राष्ट्र ब्याङ्क चोक आइपुगेको छ। अब देख्न सक्नुहुन्छ गाइज मान्छेको जो चहल पहल यही नै होला कोटियम जस्तो लाग्छ। हेरौँ र गाइज ल गाइज हामी चाहिँ अब ट्याक्सीबाट झरिसक्यौँ। हामी कोटियम प्रवेशद्वार आइसकेका छौँ। ल है मजा यो अगाडि देखिएको चाहिँ कोटियम प्रवेशद्वार मूल गेट निकै नै आकर्षक तरिकाले सजावट गरिएको छ। यो प्रवेशद्वार गेटमा चाहिँ निकै नै आकर्षक तरिकाले सजावट गरिएको छ र साइडमा फोटो हासिएको छ। श्री रत्न ज्योति स्कुलबाट पनि आउनुभएको रहेछ। शङ्कर खनाल दाई, त्यसै गरी सहनिर्देशक हाम्रो यो लागि साथीज्यू, त्यसै गरी हाम्रो सकिन्छ बुवा, 100 मिटर अगाडि आएपछि गेटबाट आफै समर्थन रहेको छ। महाराजीका हरेक अभियानमा साथमै भएको दाताहरूको आगमन छ। लयको लागिरहेको छ। दानवीर दाताहरूको उपस्थिति आज अभूतपूर्व बनिरहेको छ र आजबाट मात्रै होइन सबै भक्तहरूको उपस्थिति। अब भने हामी अब यहाँबाट पनि अगाडितर्फ लाग्यो। अब त्यहाँ अगाडि चाहिँ रक्तदान कार्यक्रम चलिरहेको रहेछ र म पनि अब रक्तदान गरौँ भनेर रक्तदान यहाँ चाहिँ शिवजीको मूर्ति अनि गौ माताको मूर्ति देख्न सक्नुहुन्छ अनि नेपालको राष्ट्रिय विभूतिहरू पनि यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ।
हामी अब त्यस रक्तदान स्थलबाट फेरि अगाडितर्फ लागिहाल्यौँ। यता अगाडि चाहिँ निकै नै आकर्षक शिवजी मूर्ति अनि शिवलिङ्ग तयारी गरिएको रहेछ। यता देख्न सक्नुहुन्छ कलशहरू। अनि यता अगाडि चाहिँ 108 वटा हवन कुण्डहरू छन्। यहाँ यस हवन कुण्डमा चाहिँ एउटा हवन कुण्डमा तीनजना ज्योतिष हुनुहुँदो रहेछ। चाहिँ बुढी छोरा अनि मम्मी, यता बुवा, 108 होममा हामी अहिले घुम्दैछौँ। चाहिँ रुद्रस्थल सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव बन्धनान् मृत्यु। उद्घाटन चाहिँ सानो पुन्टेबाट भयो। जुस खाएर अहिले घरमा आइपुगेको थियौँ। अनि छोरी चाहिँ लिन आइरहेको नि भाइलाई यस्तो लिएर आँकिरहेछन्। हामी चाहिँ अब बाटोमा हिँड्दैछौँ। साधन भएको मलाई हालिन्छ। फाइनली गाइज हामी घर आइपुग्यौँ। अब हामीले वहीँ खाजा खायौँ अनि छोरीलाई र भान्जालाई खाजा ल्याइदिएछौँ। छोरीले चाहिँ खाना सुरु गरिसकिन्। खोइ के रहेछ छोरीको खाजा?